नेपालमा के छ, नेपालमा केही छैन। न नेपालमा रोजगार छ, न सरकारले युवाहरूलाई गर्ने केही अवसरहरू दिन्छ। उहाँको 20-25 हजारले न परिवार पाल्न ऋणधन गरेर विदेश आइन्छ। जुनसुकै कन्ट्रीमा पनि गाह्रो छ। अहिले चाहिँ के सेट गर्नुपर्छ भने म चाहिँ अब यस्तो प्रब्लमबाट फेस गर्ने बनाउनलाई त भौतारिनु पर्यो नि त। आफ्नो स्किल के छ, आफ्नो दक्षता के छ, आफूले के गर्न सकिन्छ त्यो कुरा पनि हो। कसैले राम्रो गर्न सक्छ, आफूले राम्रो जानेको छ, ऊ अलि स्किलफुल छ भने चाहिँ उसले राम्रो काम पाउँछ छिटै। अब एज अ युरोप कन्ट्री छिर्नु भनेको पनि नराम्रो होइन। अब Is Denmark unsafe for students? हेलो गाइज, नमस्ते। होप यु अल आर वेल। संसारमै हुनुहुन्छ होला। होप तपाईँ जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, जस्तो व्यस्त हुनुहुन्छ भन्ने कामना गर्दछु। अनि म चाहिँ आज डेनमार्कको बारेमा थोरै केही आफूलाई मनमा रहेको कुराहरू भन्न मन लाग्यो, सो आएँ। अहिले चाहिँ के छ भने डेनमार्कमा चाहिँ एकदम हिजोभन्दा आजभन्दा भोलि स्टुडेन्टहरूको चाप बढिरहेको छ। अनि त्यही अनुसार कामहरूको सर्टेज पनि त्यही क्रममा बढ्दो छ। 2022को तुलनामा अहिले लगभग डबल त्रिबल मान्छेहरू आइरहेको छन् एज अ स्टुडेन्ट डिपेन्डेन्ट गरेर चाहिँ। अब त्यही हो, जहाँ गएर पनि एउटा के कुरा हुन्छ नि, सप्लाई एन्ड डिमान्डको कुरा हुन्छ। कति मान्छे काम चाहिएको हो, त्यहाँभन्दा बढी भएपछि पक्कै पनि त्यो मान्छेलाई काम पाउन यताउता गर्न गाह्रो नै हुन्छ। अनि अर्को कुरा चाहिँ अहिले चलिरहेको छ केस चाहिँ के छ भने, यसमा मेरो पनि केही कुराहरू राखौँ भनेर। अब आउनु हुँदैन, यस्तो छ, गाह्रो छ, यहाँ छ, त्यहाँ छ, अब भनेर हुन्छ नि। के छ नेपालमा केही छैन। न नेपालमा रोजगार छ, न सरकारले युवाहरूलाई गर्ने केही अवसरहरू दिन्छ। न त्यहाँ कमाएको 20-25 हजारले न परिवार पाल्न मिल्छ, न आफ्नो भविष्य सोच्न मिल्छ। कमाउनेले 50 हजारै कमाए पनि त्यहाँ आफ्नो लाइफ सेक्योर छैन। विदेशमा एज अ स्टुडेन्ट डेनमार्क मात्रै होइन, अस्ट्रेलिया, युएसए, क्यानाडा, जहाँसुकै जानुहोस् तपाईँ, एज अ स्टुडेन्ट जहाँ आउनुहुन्छ भनेपछि तपाईँलाई गाह्रो हुन्छ। डेनमार्कमा मात्र होइन, अहिले मात्र होइन, जहिले पनि जसरी पनि स्टुडेन्ट जानुहुन्छ भने मेन भनेको चाहिँ एक तरिकाले भन्ने हो भने स्टुडेन्ट भनेको कमाउन होइन, पढ्न आएको हो। त्यही अनुसारको गभर्मेन्टको रुल्स एन्ड रेगुलेसन फलो गरेर उसले कमाउनेतिर बढी ध्यान दिनै पाइँदैन, एक तरिकाले भन्ने हो भने। तर हामी नेपालीहरू अब त्यही त हो, अब ऋणधन गरेर विदेश आइन्छ। अब त्यसमा पनि अब गभर्मेन्टले भनेअनुसारै अब गऱ्यो भने चाहिँ आफूलाई गाह्रै हुन्छ। अब जन तपाईँले बुझ्नुहुन्छ कसरी अब गरिरहेको हुन्छौँ। त्यसैले म चाहिँ के भन्छु भन्दा, एज ए स्टुडेन्ट डेनमार्क मात्रै होइन, जुनसुकै कन्ट्रीमा पनि गाह्रो छ। तपाईँ अस्ट्रेलियामा जानुहोस्, जापानमा हेर्नुहोस् कस्तो छ। अनि रतनको भाइको भिडियो हेर्नुहुन्छ होला। अनि जहाँ पनि गाह्रो हुन्छ एज ए स्टुडेन्ट। अब म चाहिँ के भन्छु भन्दा, एज ए स्टुडेन्ट तपाईँ जुनसुकै कन्ट्रीमा जाँदा पनि एउटा मेन्टालिटी चाहिँ के सेट गर्नुपर्छ भने, म चाहिँ अब यस्तो प्रब्लमबाट फेस गर्नुपर्छ भनेर चाहिँ एउटा मेन्टालिटी बनाएर आउनुहोस्, ब्याकअप लिएर आउनुहोस्। म यो भन्दैन कि तपाईँ यो कन्ट्रीमा आउनुहोस्, त्यो कन्ट्रीमा आउनुहोस्। देशको अवस्था स्थिति हेर्दा चाहिँ अब देशमा भविष्य छैन भनेपछि त अब आफ्नो भविष्य बनाउनलाई त भौतारिनु पर्यो नि त। आउनुहोस्, नआउनुहोस् भन्दैन, तर प्रिपेयर भएर आउनुहोस्। अहिले चाप बढ्दो छ। तर एउटा कुरा चाहिँ अर्को के पनि हो भने, इट अल एबाउट द लकमा पनि म्याटर गर्छ। कसैले अब आफ्नो स्किल के छ, आफ्नो दक्षता के छ, आफूले के गर्न सकिन्छ त्यो कुरा पनि हो। कसैले राम्रो गर्न सक्छ, आफूले राम्रो जानेको छ, ऊ अलि स्किलफुल छ भने चाहिँ उसले राम्रो काम पाउँछ, छिटै आइडियाहरू निकाल्छ, अनि उसले लाइफ सेट गरिहाल्छ। एउटा दाइले भन्नुहुन्थ्यो अहिले नआऊ त्यो नआऊ भने भिडियो हालेछन्। यहाँबाट 10 वर्ष पनि यस्तै थियो। 10 वर्षदेखि अहिलेसम्म म सर्भाइभ गरिरहेको छु। अब मेरो लकले मलाई साथ दियो, म अहिले राम्रोसँग गरिरहेको छु। अब कसैलाई लकले साथ दिँदैन। अब एज अ युरोप कन्ट्री छिर्नु भनेको पनि नराम्रो होइन। अब यहाँ अप्सन भएन भने पनि यताउता गरेर लाइफ सेक्योर हुन्छ। पछि अब कमाएर दमाएर नेपाल गएर केही गरौँ भने पनि त अब हुन्छ नि त। सो त्यस्तो मेरा बा भन्नुपर्छ जस्तो लाग्दैन। समग्रमा भिडियो लामो नबनाइकन के भन्न चाहन्छु भने, विदेश आउँदै हुनुहुन्छ आउनुहोस्, नआउनुहोस् भन्दैन, तर मेन्टली प्रिपेयर भएर आउनुहोस्।
देशको जुनसुकै विश्वको जुनसुकै ठाउँमा पनि एज अ स्टुडेन्ट जानुभयो भने तपाईँलाई गाह्रो नै हुन्छ। सो सिचुएसन जे जस्तो भए पनि अहिलेको अवस्थामा चाहिँ यहाँ मात्र नभएर जुनसुकै विश्वको जुनसुकै ठाउँमा पनि एज अ स्टुडेन्टलाई चाहिँ सुरुको अवस्थामा गाह्रो हुन्छ। त्यो गाह्रोलाई फेस गरिसकेपछि मात्रै दुःखपछि सुख आउँछ भने जस्तै मेन्टली प्रिपेयर भएर आउनुहोस् भन्न चाहन्छु। जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, स्वच्छ हुनुहोस्, व्यस्त हुनुहोस्, कहिले पनि अरूको कुभलो नसोच्नुहोस्, तपाईँको जीवनमा पनि भलो हुनेछ भन्दै भिडियो आजलाई यति नै बनाउँदै हजुरबाट उजिलिन चाहन्छु। नमस्ते, सी यू अगेन। जय नेपाल।